नेपालको स्ट्रेन्थ के रहेछ? हाम्रो शक्ति पनि हामीलाई थाहा छैन कतिलाई। हाम्रो पोजिसनलाई चाहिँ क्लियर गर्न नसक्या हो अहिले पनि। हामी जस्तै देशहरूको तुलनामा हाम्रो स्ट्यान्डिङ त्यो नराम्रो छैन। डिप्लोमेटिक संयन्त्र एउटा काम हो, अरू पनि संयन्त्र छ नि त। कम्पिटेन्सी क्यापासिटीमा पनि प्रश्न छ। परराष्ट्र सम्बन्धलाई आफ्नो शक्तिको स्रोत बनाउने चलन छ नेपालमा। कूटनीतिले कूटनीति गर्न पाउँदैन क्या। राष्ट्रिय स्वार्थभन्दा राजनीतिक स्वार्थ, व्यक्तिगत स्वार्थ, पार्टीको स्वार्थ चाहिँ नि हाबी भइदिँदाखेरि कहिलेकाहीँ चाहिँ कम्प्रोमाइज भएको छ। त्यस्तो गर्ने छुट हामीलाई दिइरहेको छ उहाँहरूलाई। हाउ इन्डिपेन्डेन्ट यु आर, पहिलो तपाईँ आफ्नो इन्ट्रेस्ट अनुसार चल्न सक्नुहुन्छ कि सक्नुहुन्न। जति यता आइरहेछौँ नि हामी त्यति कमजोर भइरह हो। नेपालको त्यस्तो क्रेडिबिलिटीहरू पुरानो धेरै थियो, त्यो लेभलको अहिले डिप्लोमेसी चाहिँ अहिले चाहिँ छैन भएकै कुरा म भन्छु। अन्तर्राष्ट्रिय सम्बन्ध त बनायौँ, एम्बेसी पनि खोल्यौँ, तर ल्याक अफ रिसोर्स हामीले कामै गर्न नसके जस्तो लाग्दैन। 6 भागको 1 भागमा 180 देश डिप्लोमेसी हुँदाखेरि 30 देशमा मात्रै हामी उपस्थित छौँ कि। हामी नेपाल भन्ने कुरा गरिरहेको छौँ, केबाट बच्यो? कि सेनाले लडेर कि हाम्रो पुर्खाहरूले कूटनीति गरेर बचायो, अरू तरिकाले बच्दैन क्या। अब हाम्रो फर्दर डिप्लोमेटिक जर्नी कस्तो देख्नुहुन्छ?